2026 को लागि धेरैजनाले आफ्नो आफ्नो एक्सरसाइज सुरु गरे। यो चाहिँ बुझ्नुहोस् है तपाईहरुले, कतिले गभर्नरलाई चिठी लेख्छन्, कतिले होम मिनिस्टरलाई चिठी लेख्छन्, कतिले प्रेसिडेन्टलाई पनि चिठी लेख्छन्। यो चिठी केही पनि लेखेको होइन। कतिले नर्थ बेंगल अलगै राज्य हुनुपर्छ भन्ने हल्ला निकाल्छन्। अब अझै अरू कतिजना आउँछन् अझै नयाँ नयाँ प्रपोजलहरू लिएर, नयाँ नयाँ प्लानहरू लिएर। यो प्लान चाहिँ 26 को अगाडि चाहिँ किन भन्दा यो प्लान चाहिँ पाँच प्लान होइन, यो चाहिँ उनीहरूको भविष्यमा आफ्नो उम्मेदवारिताको लागि घडेरी हालेको, फाउन्डेसन हालेको भनेर बुझ्नुहोस्। एकदम सतर्क बस्नुहोस्, किनभने समय त्यति सजिलो छैन। हामी यति टुक्रा टुक्रा भएका छौँ। हामी बलियो हुँदाखेरि पनि हामीले सरकारलाई झुकाउनु त्यसरी सकेनौँ जसरी हामी सक्नुपर्ने हो। अहिले त हामी भुत्लाम झार्न सक्दैनौँ सरकार। यस्तो अवस्थामा चाहिँ नेतालाई चाहिँ लोकप्रियताको आधारमा भोट हाल्नु भयो, छान्नु भयो कुनै पनि ठाउँको भने चाहिँ तपाईहरुको भविष्य चाहिँ डडेलो लाग्यो। योग्यताको आधारमा मान्छे चिन्नुहोस्, लोकप्रियताको आधारमा